आज चाहिँ मलाई धेरै भोक लागेको थियो। के खाम जस्तो भएको। घरमा हेर्दा केही खानेकुराहरू रहेनछ। गाजललाई देखेर मेरो दिमागमा एउटा कुरा आयो, गाजल र सुजीको हलुवा बनाउने। आज चाहिँ म गाजल र सुजीको हलुवा बनाउँछु। त्यसैले सबैभन्दा सुरुमा मैले गाजललाई पिस गरेँ। सुजीको हलुवामा मिल्ने गरी मैले गाजललाई मसिनो बनाएँ। गाजल रेडी भइसकेपछि मैले कराई पनि चढाएँ। त्यसपछि कराई तातिसकेपछि सुजीको नि इन्ट्री भयो। फेरि आज पनि पानी पर्छ कि भनेर म छिटो खाजा बनाउँदैछु। बाहिर पानी पर्ला जस्तो भएको थियो, त्यही भएर डर लाग्यो। किनभने मलाई अरू पनि काम गर्नु थियो। पानी पर्यो भने त फेरि बर्बादै हुन्छु। सुजी रातो भइसकेपछि गाजलको नि इन्ट्री भइसक्यो। त्यसपछि गाजल हालिसकेपछि यसलाई पनि अलिक भुट्छु। भुटाइसकेपछि मैले पानी पनि हालेँ। त्यसपछि गाजल सुजी हलुवा रेडी पनि भयो। म सुजीको हलुवा बनाएर बाहिर निस्किँदा त सन्जिता दिदी पनि आइसक्नु भएको रहेछ। त्यसैले सन्जिता दिदीलाई पनि सुजीको हलुवा दिएँ र म पनि खाएँ। आजको दिन मेरो यसरी नै बित्छ। हजुरहरूको कसरी बित्यो?